सो हे गाइज वेलकम ब्याक टु माई न्यू भ्लग। स्वागत छ हजुरलाई मेरो नयाँ भ्लगमा है। अनि मलाई अहिले भ्लग सुरु गर्न चाहिँ मन थिएन है, अलिकति स्टेसन के अरे स्टेसन पनि हो यो बस स्टेसन बस स्टप, तर मन चाहिँ थिएन। अनि एउटा भ्लग हालेको गाइज हजुर, त्यो भ्लग हेर्नुभयो होला है, आई होप हेर्नु होला। आई होप त्यो भ्लगमा मात्रै छ होइन, नहेर्नु भए हेर्न सक्नुहुन्छ। यो भ्लगमा यस्तो राम्रो राम्रो कमेन्ट आएको गाइज, भ्युज पनि त्यति अगाडि आएको थिएन है, त्यसपछि यति राम्रो भ्युज दिनुभयो हजुरले, भ्युज बढ्यो है। अनि हाम्रो ग्रुपको एकजना म्यानेजरले रिप्लाई पनि दिइरहनु भएको छ, यति राम्रो राम्रो रिप्लाई देख्दा हेर्दा खुसी लागिरहेछ। त्यही भएर चाहिँ मलाई एप्रिसिएसनको लागि पनि एउटा भ्लग फेरि कन्टिन्यू गर्नु मलाई कस्तो मोटिभेसन मिल्यो, कति राम्रो राम्रो कस्तो दामी दामी कमेन्ट गर्नुभयो कि गाइजहरू, फनी फनी कमेन्टहरू पनि छ है। अनि कमेन्ट युजली हाम्रो भिडियोमा आउँदैन, युजली कमेन्ट चाहिँ अफ गरिदिएको हुन्छ युट्युबले, तर यसपालि चाहिँ हजुरले यसपालि चाहिँ युट्युबले अफ गरिदिएको रहेनछ, त्यही भएर त कमेन्ट गर्नुभयो होइन। अनि भ्युज पनि राम्रो आएर त्यसको लागि थ्याङ्क यू सो मच। अनि अहिले चाहिँ म बस स्टपमा कुरेर उता कुमिना टिएजतिर जाँदैछु है भाइहरूलाई भेट्नलाई। अनि हल्का फुल्का रात पनि परिसक्यो अहिले चाहिँ। अनि मौसम चाहिँ होइन आजकल त्यति हिउँ छैन है, स्प्रिङ आयो भन्छन्। रुटिन अफ नेपाल भन्दाले पनि हाल्नु भएको थियो, आजकल गर्मीको मौसम आउँदैछ भनेर होइन। यो मेरो बस्ता होइन रहेछ। अनि हिउँ चाहिँ यो प्राङ्क हुनसक्छ गाइज, हेर्नु है, मैले अहिले पुरा समर जस्तो देखाइरहेको छु, कहीँ हिउँ छैन, तर अर्को पालि अर्को दिन हेर्न सक्नुहुन्छ पुरै झ्याम्मै हिउँ पर्न पनि सक्छ कि, यो ठाउँको भन्न सकिन्न है। इलेक्ट्रिक स्कुटी पनि आइसक्यो, यो चाहिँ हामीले अब रेन्ट गरेर मजाले कति मिनट चलाउन सक्छौँ है, यो पनि हेर्न सक्नुहुन्छ। यो समरतिर आउँछ, विन्टर भएपछि हट्छ कि, हटाउँछन्, हट्नु त कहाँबाट आफैबाट हट्नु है। ल त्यसैले अब बस चढेर जाम सरसर। सो गाइज म आइसकेँ है, बसबाट भर्खर झरेँ। बसमा चाहिँ कस्तो खतरा इन्सिडेन्ट भएको थियो है गाइज, हजुरहरूलाई भन्न नमिल्ने होइन, तर मैले राम्रो प्लान गरेँ गाइज। यस्तो के अरे क्यान्डिजहरू होइन, टोमेटो सुप के लाने हाम्रो प्लान भयो है। अनि टाइम पनि फिक्स भयो। अब जाने कहाँ चाहिँ म हजुरलाई पछि भन्छु, देखाउँछु पनि है भ्लग गरेर। तर खेर केही छैन, आइसकेको छौँ हामी। हजुरहरूको कमेन्ट पढ्दैछु गाइज, यस्तो राम्रो ल, कस्तो दामी दामी कमेन्ट लेख्नु भयो गाइज, मलाई मजा लागिरहेको के है, एकदम फनी कमेन्ट्सहरू। अनि यतातिर चाहिँ अन्धकार रहेछ, उतातिर उज्यालो थियो गाइस, यता अलि अन्धकार रहेछ है, बादल कालो बादल छाएको छ, कालो बादल छाएको जस्तै भन्दै अब चाहिँ आइसकेँ है। धेरै नबोलौँ, सल्लाहको भित्र जाम, यसो एक दुई गेम रोब्लक्स पनि खेल्नुपर्छ अब। सो गाइस अहिले चाहिँ फाइनली है म चाहिँ आइसकेँ। अनि अहिले रातको कति बजे छ जस्तो लाग्छ गाइस हजुरलाई भ्यू हेरेर गेस कमेन्टमा गरिदिनु है। तर मेरो कानमा गीत बजिरहेको छ गाइस, त्यहाँ बजेछ कि नै आई डोन्ट नो है, बजायो क्लिपै हटाउनुपर्छ। तर रमाइलो रहेछ गाइस, सुन्दै बोल्दै गर्न पनि मिल्दो रहेछ। आई लाइक दिस आइफोन फिचर है। अनि अहिले चाहिँ रातको एक्चुअली 9 बजिसक्यो है, 10 बज्न लागिसक्यो भन्दा नि हुन्छ। अनि बल्ल म चाहिँ घर आउँदैछु होइन। तर के भन्दै थियो यार, बिर्सिदिएँ। आज चाहिँ गाइस खतरा चिज घरमा बनाएको जस्तो लाग्यो मलाई, म हजुरहरूलाई गरेर देखाउँछु है। के बोल्ने गाइस, मलाई त साँच्ची भन्यो भने गाइस भ्लगको लागि कन्टेन्टै छैन कि, एक थुप्रै कन्टेन्ट छैन है। मैले चाहिँ ऱ्यान्डमली बनाइदिइरहेको छु, त्यो सुन आउँछ गाइस, एकदम छिटो दामी दामी भ्लगहरू आउँछ, किनकि समर आउँदैछ है। समरमा चाहिँ यस्तो दामी हुन्छ यो ठाउँ, रात पर्दैन मैले भनिसकेँ हजुरहरूलाई। म त नाइट भ्लग भयो भने बनाएर देखाउँछु गाइस हजुरलाई है, डोन्ट वरी, सब्सक्राइब गरिदिइराख्नु होला त्यसैले। अनि गाइस मैले हेरेको 1 महिना भइसकेको छ, मलाई चाहिँ अर्को एउटा साथीले याद दिलाइदिएको कुरा भनेको 1 महिना भइसकेको छ भ्लग नहाले है, त्यसको लागि चाहिँ सरी भन्दै माफ माग्न चाहेँ मैले। तर फाइनल भ्लग मैले पस्किएको छु। सो होपफुली माया गरेर यसलाई लाइक सेयर सब्सक्राइब गरिदिनु होला है त। सो गाइस अहिले चाहिँ म घर आइसकेँ। अनि हेर्न घरमा चाहिँ के पन्जा लाउँदैछ है, घरमा चाहिँ हेर्नु त मोमो बन्ने तयारी हुँदैछ है, आज त खत्रै मोमो बनाएर खानुपर्छ। अनि मोमो चाहिँ रहेको छ, हेर्न सक्नुहुन्छ यति धेरै है, यहाँ पनि छ फेरि किन भेज छुट्टै। ल यसलाई बनाऊ है त, कस्तो लागिरहेछ हजुरलाई, धेरै पछि भ्लगमा आउनुभयो, धेरै पछि भ्लगमा आउन पाउँदा खुसी लागिरहेछ। साथीहरू हेर्न सक्नुहुन्छ मोमो चाहिँ पाकिसकेको छ है, कस्तो बन्यो मम्मी, यहाँ चाहिँ मैले खाना पनि लगाइसकेँ, राम्रो बने है। अनि ल गाइस कस्तो राम्रो अनि यहाँ गोलोवाला यो चाहिँ मैले बनाएँ गाइस। चटनी चाहिँ हल्का गाइस भाङको चटनी यस्तो छ है, किन भयो आज यस्तो फरक चटनी चाहिँ, हाम्रो त पहिला हुन्थ्यो तिलको बनाएको, सेतो तिल सिद्धेर कालै भयो के, यस्तो भएछ। ल खेर केही छैन त गाइस, इन्जोय गर्नु, एउटा पिस लिनु हजुरहरू पनि गाइस। सो यो गोलो चाहिँ ड्याडीले बनाउनु भयो है। अनि बाँकी लाम्चो चाहिँ मैले बनाएको, कुन चाहिँ राम्रो लाग्यो कमेन्ट गरिदिनु होला है। टक्कै त टिभी हेर्दै सुरु गरौँ है त खाना। ह्याप्पी न्यू इयर साँच्ची गाइस, म त भन्नै बिर्सियो त, न्यू इयर पो आयो त है गाइस, यतिखेरसम्म न्यू आइसक्यो होला हजुरले यतासम्म। ल ह्याप्पी न्यू इयर 2083, सबैलाई नयाँ वर्षको धेरै धेरै शुभकामना, सबैको नयाँ वर्ष खुसीमय हाँसोमय र दुःखमय नरहोस्, अगाडिको रहोस् पछाडिको दुःखमय नरहोस्। वन्स अगेन गाइस हामी आइसकेका छौँ फेरि यही किनेर सिल्भर होइन, अलवेज म चाहिँ सिल्भरै किन्छु, किन फेरि
अनि आज चाहिँ मदर्स डे हो है फिनल्यान्डमा मदर्स डे फेरि आउँदैछ नेपालको मदर्स डे चाहिँ आज हो होइन आमाको मुख हेर्ने त्यसरी चाहिँ म यस्तो खतरा चिज किनिसकेको छु यो चाहिँ के हो म घर घर देखाउँछु है लास्ट टाइम चाहिँ मैले किनेको थिएँ सिल्भर नेक्लेस आई गेस या अनि त्यसो अहिले चाहिँ मैले किन्दैछु सिल्भर इयरिङ्स होइन भाइ अरे कति लामो देखिँदैन त ल ठिकै छ गाइस हल्का अप्ठ्यारो सिचुएसनमा छु मलमा छु कि म गइहालौँ है त यो चाहिँ म घर घर देखाउँछु हजुरहरूलाई मदर्स डे हजुरलाई थाहा छ होइन अनि त्यसैले चाहिँ मैले ल्याइसकेको छु यो केक अनि यो है गाइस तर केक चाहिँ यो यस्तो ल्याएको मड केक हो के यस्तो यस्तो परेछ देखिरहेको चाहिँ परे हैन यो खानामा चाहिँ मिठो हुन्छ देख्दाखेरि मात्रै यस्तो देखिया हो ल सेलिब्रेसन गरौँ है त आजलाई ल, ह्याप्पी मदर्स डे टु यु ह्याप्पी मदर्स डे टु यु ल हामीले खाइदिउँ अब फेरि कसलाई खुवाउने कसलाई नखुवाउने हुन्छ नि त ह्याप्पी माता तीर्थी आउँसी त्यस्तै के थियो है थ्याङ्क यू समान सँगै टाइममा खुवाइदिने हो क्या लु मम्मी ल है। ह्याप्पी मदर्स डे ल ढोक गर्ने होइन ल ढोक गरे भाइ खुट्टामा ढोक गर्नुपर्छ के ल अविनाशले पनि ढोक गर्ने हो कि ओइ यो मान्छे त कति ठुलो देख्यो आमा ल गाइज केक खाम है अब चाहिँ भेट्नुपर्छ अब भेटौँला नि बिस्तारै होइन त लो फेरि सुनको राम छ त मम्मी खोइ लास्ट टाइम पनि उले होइन के हो फेरि अविनाशले ल नहेर्नु के ल्यायो अस्ति नको पालोमा पनि भ्लगमा देख्नु भएको थियो गाइस के सिक्री ल्याएको थियो योपालि चाहिँ के हो ओए कानमा झुम्का ल्याइदिएको कति राम्रो देखिया त व्हाइट गोल्ड जस्तै देखिया त ए व्हाइट डायमन्ड व्हाइट गोल्ड आमा ल यो चाहिँ हामी दुइटाको तर्फबाट हो है गाइस हो कि होइन मैले पनि म चाहिँ काममा थिएँ त्यसैले किन्न जान भ्याएन मैले चाहिँ भाइलाई पैसा हालिदिएर किन्न लगाएको कस्तो लाग्यो त मम्मी राम्रो ल्याएछ भाइले होइन मन पर्यो मम्मी राम्रो छ ल धन्यवाद है त ल सबैलाई धेरै 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 धन्यवाद ल के भन्न चाहनुहुन्छ हजुर गाइस खतरा भन्न चाहन्छु म चाहिँ यस्तै यस्तै ल्याइरहनु पर्छ राम्रो मदर्स डे सबैजना ल ह्याप्पी मदर्स डे सबै आमाहरूलाई हजुरहरूलाई लेट त अब भइदियो भोलि त जाने हो नि ल भेट्दै गरौँला है त साथीहरू सबै आमाहरूलाई सो गाइज अहिले चाहिँ छ्यास बेलुका बेलुका भइसक्यो है रात परिसक्यो अहिले चाहिँ 8-9 नै बजिसक्यो र उज्यालै छ हेर्न सक्नुहुन्छ है मौसम चाहिँ अनि आज चाहिँ मैले ट्याक्कै ग्रिल गर्दैछु क्या फेरि अहिले गाई छ्यास ग्रिल गर्नु पनि मजा आउँछ है बाल्कनीमा बसेर अनि चिकन ग्रिल गर्दैछु म घरमा चाहिँ है बाल्कनीमा तर चिकन नखानेहरूको लागि आज चाहिँ हामीसँग भेज अप्सन पनि गाइज म पनि छु नि ए हजुर पनि हुनुहुन्छ कहिलेदेखि हुन थाल्नुभयो सर हजुर ल ल ल कस्तो गाइज यो खाएपछि यो बन्छ है हजुरहरूलाई यो खाएपछि चाहिँ बन्दैन नि फेरि यो भनेको अनहेल्दी हो एकदम तर यो खाएपछि चाहिँ यो बन्छ भनेर म भन्दिनँ यस्तो सजेसन दिन्न किनकि मेरै ज्यान छैन नि त गाइस हेर्न सक्नुहुन्छ यही हो हामी ठाउँ है पहिला पहिला घुम्न आएको फर्स्ट फिनल्यान्डमा घुम्न आएको ठाउँ भनेको हामी यही होला है यति राम्रो पुल छ यहाँनिर क्याफे पनि छ है वो पिसफुल ठाउँ छ हेर्नु त गाइस घरै घर बिचको त्यो सहरमा कतै तिमी पोखरा यो कि ल फोटो हानिदिउँ न त बाबा हजुरले ल सो गाइस यो ठाउँबाट हामी चाहिँ 2-4 फोटोहरू पनि खिचेर आइसक्यौँ अनि यो ठाउँको इन्ट्रेस्टिङ कुरा के रहेछ भन्दाखेरि चरा छ नि यहाँनिर गाइस सेकेन्ड उड्या गर्दो रहेछ फोटो खिच्यो भने एकदम दामी देखिँदो रहेछ क्या बाहिर है बादल एकदम राम्रो अझ हल्का छिटो आएको भए त अलिक उज्यालो पनि हुन्थ्यो होला
तर खेर केही छैन। त्यो फोटो हेर्न मन छ भने चाहिँ हजुरले हाम्रो इन्स्टाग्राममा गएर हेर्न सक्नुहुन्छ। हाम्रो इन्स्टाग्राम कलर डिस्क्रिप्सनमा हुन्छ हमेसा अलवेज है, डिस्क्रिप्सनमा गएर हेर्न सक्नुहुन्छ। जब फर्स्टमा अपलोड गरेर हुन्छौँ त्यतिखेर चाहिँ नहुनसक्छ, तर 1-2 दिनपछि चाहिँ पनि त्यो आइसक्छ, अथवा पुरानो भिडियोमा पनि गएर हेर्न सक्नुहुन्छ, अथवा यही पनि आइसक्यो हाम्रो नाम है। अलराइट गाइस, चेक इट आउट है त। लेट्स गो टु द नेक्स्ट प्लेस। खतरा प्लेस लाग्दैछन् गाइस अब हामी चाहिँ, एकदम दामी ठाउँ। अनि मामा केही भन्न चाहनुहुन्न? अघि भने चाहिँ नभन्नु, अर्कै केही भन्नु त। अलिक राम्रो शब्द चयन गरेर भन्नु है। एकदम मिठो। हजुर आज अविनाशले खुवाएको हामी सबैलाई। हजुर हजुर भाइ अविनाश। हजुर हजुर बाई मी, ड्राइभ बाई हिम, ड्राइभ बाई यु। अनि हामी त एलेक्जेन्डर स्टुप फिनल्यान्डको प्रधानमन्त्री राष्ट्रपति पनि हुनुहुन्छ गाइज है। अनि राष्ट्रपति नि बोकेर बस्छौँ। अनि सबवेमा अनि गाइज एकदम सबवेमा चाहिँ खाली खाली रहेछ है। एउटा मान्छेले काम गरेर बिचरा बच्चाले होइन पुरा सबै ह्यान्डल गरिरहेको छ, एउटा म्यानेजर पनि नै। अनि राम्रो हामीले टक पनि हाल्यौँ। आज शनिबार हो क्या फेरि गाइस, बिजी हो, तर पोर्बो त हो कि बिजी मान्छे छैन गाइस। ल गाइस, मेन हेर्नुपर्ने ठाउँ चाहिँ त्यही थियो है, तर म चाहिँ यो फ्ल्यास लाइटले ब्लाइन्ड भयो, हजुरहरूसँग हेरेर बोल्नु सकिनँ है। होपफुली गाइस नेक्स्ट टाइम आउँदाखेरि अलिकति दिउँसोतिर आउँछौँ हामी। फोटो हुनुपर्छ है, मामाले खिच्नु भयो कि त समरमा आउँछौँ हामी। अनि मामाले खतरा खिच्नु भएको छ अरे, हेर्नु न। ओइ गइदिउँ जाने मामा गइदिउँ। के भयो? गाइस रे बा कसको डोर हो? भन्दै आजको भ्लग चाहिँ म यहाँ एन्ड गर्न चाहन्छु। थ्याङ्क यू सो मच फर वाचिङ। न्यू इयरलाई एकदम राम्रोसँग इन्जोय गर्नु होला भन्ने आशा राखेको छु, किनकि गइसकेको छ न्यू इयर त। यो नयाँ वर्ष हजुरको एकदम खुसियाले छाओस् है, सबैको राम्रो होस्, सबैको राम्रो होस्, भालेनको झन् राम्रो होस्, मेरो भयो होस् नभए नहोस् भन्ने दिन पनि गयो गाइज। अब मेरो पनि राम्रै होस्, मेरो पनि त समय आउनु पऱ्यो नि त। ल गाइज, सी यु इन द नेक्स्ट भ्लग, बाई।